हेलो एभ्रिवान, तपाईहरुलाई आजको भिडियोमा स्वागत छ। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई यस्तो हालको गिब्ली आर्ट इमेज कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। तपाईहरुलाई थाहै छ यस्तो हालको फोटोहरु अहिले टिकटक, इन्स्टाग्रामतिर एकदमै धेरै ट्रेन्डिङमा चलिरहेको छ। हरेक फोटोहरु, हरेक भिडियोहरु एकदमै धेरै भाइरल भइरहेको छ। बनाउन पनि एकदमै सजिलो छ, तपाईहरु पनि बनाएर ट्राई गर्नु होला। यस्तो हालको फोटो बनाउनको लागि चाहिँ तपाईहरुले आफ्नो मोबाइलमा ChatGPT एप्लिकेसन चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईहरुले आफ्नो मोबाइलको प्ले स्टोर अथवा एप स्टोरमा जानुस् र सर्च बारमा गएर ChatGPT लेखेर सर्च गरिदिनुस्। यति गरिसकेपछि हेर्न सक्नुहुन्छ ChatGPT को एप्लिकेसन तपाईहरुले यहाँ पाउन सक्नुहुन्छ। यसलाई चाहिँ तपाईहरुले इन्स्टल गर्नु होला। मेरो चाहिँ अलरेडी इन्स्टल भएको कारणले म चाहिँ यसलाई ओपन गर्न गइरहेको छु। ओपन गरिसकेपछि अब भने हामीले यसमा चाहिँ साइन अप गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यहाँ माथिपट्टि हेर्न सक्नुहुन्छ साइन अप लेखेको अप्सन छ, त्यो वाला अप्सनमा जानुस्। यो वाला अप्सनमा गइसकेपछि यहाँ तलपट्टि हेर्न सक्नुहुन्छ कन्टिन्यू विथ गुगल लेखेको अप्सन छ, त्यो वाला अप्सनमा जानुस्। त्यो वाला अप्सनमा गइसकेपछि तपाईहरुले आफ्नो एउटा जीमेल एकाउन्ट चाहिँ यसमा सिलेक्ट गरिदिनु होला। जीमेल एकाउन्टलाई सिलेक्ट गरिसकेपछि हेर्न सक्नुहुन्छ यहाँ कन्टिन्यू लेखेको अप्सन आएको छ, यसलाई टच गरेर कन्टिन्यू गरिदिनुस्। यति गरिसकेपछि अब भने हामीले यसमा आफ्नो डेट अफ बर्थ चाहिँ हाल्नु पर्ने हुन्छ। तपाईहरुको डेट अफ बर्थ कति छ यसमा चाहिँ हाल्नु होला। डेट अफ बर्थ हालिसकेपछि यहाँ तल हेर्न सक्नुहुन्छ कन्फर्म लेखेको छ, त्यो कन्फर्म लेखेको अप्सनलाई टच गरेर यसलाई तपाईहरुले कन्टिन्यू गरिदिनु होला। यति गरिसकेपछि हेर्न सक्नुहुन्छ तपाईहरुले यसमा फेरि पनि एउटा कन्टिन्यू गर्ने अप्सन पाउन सक्नुहुन्छ, त्यसलाई तपाईहरुले कन्टिन्यू गरिदिनु होला। यति गरिसकेपछि तपाईहरुको ChatGPT अब चाहिँ रेडी टु युज भइसकेको छ। अब तपाईहरुले यसलाई मजाले युज गर्न सक्नुहुनेछ। अब हामीले गिब्ली इमेज बनाउनको लागि चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ प्लसको आइकन छ, त्यो प्लसको आइकनमा जानुस्। त्यसमा गइसकेपछि तपाईहरुले आफ्नो कुन चाहिँ फोटोलाई गिब्ली इमेजमा कन्भर्ट गर्ने हो त्यो फोटो चाहिँ यसमा सिलेक्ट गरिदिनु होला। फोटो सिलेक्ट गरिसकेपछि यहाँ तलपट्टि हेर्न सक्नुहुन्छ मेसेज ChatGPT भनेर एउटा मेसेज बक्स आएको छ। तपाईहरुले यसमा चाहिँ एउटा फर्म लेख्न पर्ने हुन्छ। फर्म चाहिँ कन्भर्ट दिस इमेज इन्टु गिब्ली आर्ट इमेज भनेर लेख्नु होला। तपाईहरुले यो भिडियोलाई पाउज गरेर हेरेर पनि लेख्न सक्नुहुन्छ। यति लेखिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ सेन्ड वाला एरो छ, त्यो वाला अप्सनलाई टच गरेर यो मेसेजलाई सेन्ड गरिदिनु होला। यति गरिसकेपछि हेर्न सक्नुहुन्छ हाम्रो इमेज पनि यसमा कन्भर्ट हुन सुरु भइरहेको छ। यसले अलिकति टाइम चाहिँ लिन्छ 2-4 मिनेट, त्यतिन्जेलसम्म तपाईहरुले यसमा वेट गर्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ हाम्रो इमेज पनि गिब्ली इमेजमा कन्भर्ट भइसकेको छ एकदमै बब्बाल तरिकाले। अब भने हामीले यो फोटोलाई सेभ गर्नको लागि यो फोटोलाई एकचोटि टच गर्नु होला। टच गरिसकेपछि यहाँ तलपट्टि हेर्न सक्नुहुन्छ सेभ लेखेको एउटा अप्सन छ, त्यो वाला अप्सनलाई टच गर्नुभयो भने चाहिँ तपाईहरुको फोटो ग्यालेरीमा सेभ भएर बस्नेछ। त्यहाँबाट चाहिँ तपाईहरुले आफ्नो फोटोलाई टिकटक, इन्स्टाग्राममा युज गर्न सक्नुहुन्छ। हस् त, आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक, शेयर, सब्स्क्राइब चाहिँ गरिदिनु होला। हस् त, धन्यवाद।